सुविधा तिमी जिल्ला परिषद आदरणीय सञ्चालक राय चिरञ्जीवी बुढा र यहाँ उपस्थित भएका सम्पूर्ण साथीहरू लगायत सिनियर राजनीतिज्ञहरूमा म स्वीकार गर्नुहोस् म माधव प्रसाद उपाध्यायबाट अनुरोध आज हामी यहाँ सबैजना एकदमै खुसी देखिन्छौँ सायद खुसीको पल पनि हो र म समयलाई छोड्दै आफ्नो वचन भन्न गइरहेको छु खुसी देख्दैन आज आँसु देखे ती आँखामा खुसी देख्दैन आज आँसु देखे ती आँखामा कहिले कतै के भयो कि देखे आज सपनीमा आँसु देखे ती आँखामा कहिले कतै के भयो कि देखे आज सपनीमा कहिले कसो तिमीले भेट्न पाउँदैन सम्झेर मिलाउँछु तिम्रो फोटो राखी सिरानीमा खुसी देख्दैन आज आँसु देखे कि आँखामा कहीँ कतै के भयो कि भेटाएको सपनीमा भाग्य नै यस्तै रहेछ कसलाई दोष दिनु भाग्य नै यस्तै रहेछ कसलाई दोष दिनु अरे भाग्य नै यस्तै रहेछ कसलाई दोष दिनु म पढे मैदानमा तिमी भिडपाखामा हाँसिरहन्छु अझै थुप्रो पारे दुःख अनि वेदनाहरू हाँसिरहन्छु अझै थुप्रो पारे दुःख अनि वेदनाहरू खुसी हुन्थे तिमी आइदेऊ कल्पनाको बिहानीमा खुसी हुन्थे तिमी आइदेऊ कल्पनाको बिहानीमा तिमीले हुन्न भने पनि अब आउनु पर्छ तिमीले हुन्न भने पनि अब आउनु पर्छ नत्र भने भेट हुन्छ मात्र हाम्रो कहानीमा नत्र भने भेट हुन्छ मात्र हाम्रो कहानीमा खुसी देख्दैन देखिया छ खुसी देख्दैन आँसु देखे कि आँखामा पहिले यस्तै थिएनौ आजकल के भयो तिमीलाई पहिले यस्तै थिएनौ आजकल के भयो तिमीलाई पहिले यस्तै थिएनौ आजकल के भयो तिमीलाई सम्झनामा बाँच्दा रहेछन् कति मान्छे जवानीमा सम्झनामा बाँच्ने रहेछन् कति मान्छे जवानीमा बोलाउँदा तिमीलाई कपाल मिलाउँदै आउँथ्यौ चुरा बस्ने हातमा अनि गाजर हुन्थ्यो परेलीमा चुरा बस्ने हातमा अनि गाजर हुन्थ्यो परेलीमा खुसी देख्दैन आज आँसु देख्थ्यो त्यहाँ आँखामा कहीँ कतै केही भयो देख्यो आज सबै धन्यवाद